हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। यो भिडियो चाहिँ मेरो दिदीको हो। भोइस रेकर्ड चाहिँ म गरिरहेको छु। यो भिडियोको जुन क्यारेक्टर हुनुहुन्छ उहाँको बहिनी हो है म चाहिँ। अनि आज चाहिँ मेरो दिदी भिनाजु चाहिँ हाम्रो घरमा आउन लाग्नु भएको थियो। अनि त्यही भएर हाम्रो बारीबाट के छ होइन, उयो कोसेली भनौँ न, कोसेलीको रूपमा चाहिँ हार्भेस्ट गरेर उहाँहरूले चाहिँ ल्याउन लाग्नु भएको रहेछ। अनि दिदीले कस्तो मजाले भिडियोहरू बनाउनु भएको रहेछ। अनि त्यसलाई चाहिँ म भोइस ओभर गर्दैछु। अनि यति राम्रो फुलहरूसँग रमाउँदै दिदी चाहिँ बारीमा रमाउँदै हुनुहुन्छ। अनि के अरे मखमली फुलहरू, सयपत्री, कति धेरै थरीथरीको फुलहरू रहेछ होइन। अनि त्यसपछि दिदीले चाहिँ खुर्सानी टिप्न थाल्नु भएछ। अनि खुर्सानी चाहिँ यति धेरै भइसकेको रहेछ, बारीभरि लटरम्मै के अरे खुर्सानीहरू फलिरहेको रहेछ। अनि यस्तो देख्दाखेरि चाहिँ कस्तो रमाइलो लाग्छ कि है, हामी गाउँघरतिर जन्मेको, गाउँघरतिरै हुर्केको मान्छेहरूलाई चाहिँ है, यो के अरे खुर्सानीहरू, यो मतलब सबै कुराहरू चाहिँ अर्ग्यानिक हुन्छ नि त गाउँको त। अनि एकदमै राम्रो लाग्छ कि यस्तोहरू देख्दाखेरि चाहिँ। अनि यहाँ चाहिँ कति धेरै मखमली फुलहरू पनि रहेछ क्या। मखमली फुलहरू देख्दाखेरि त आफ्नो दाजुभाइहरूलाई सम्झिन्छौँ नि त हामीले त। मखमली फुलको मतलब नै हामीलाई के लाग्छ भने तिहार आएको जस्तो फिल हुन्छ नि त होइन, भाइटिकाको हामीलाई याद आउँछ। यतिखेर चाहिँ मेरो दिदी मजाले खुसी हुँदै खुर्सानी टिप्दै रहेछ। यो चाहिँ मेरो दिदीको घर हो। अनि अहिले चाहिँ अब उनीहरू के भन्छ, हलुवा बेद हो कि के भन्छ, टिप्नलाई जानुभएको हो कि जस्तो लाग्यो मलाई चाहिँ। हलुवा बेद, अनि त्यसपछि इस्कुस, दिदीले चाहिँ के ल्याउनु भएको थियो होइन। अब सबै कुरा त क्यामरामा कैद गर्न अभियसली भ्याउँदैनन् है। अनि त्यही पनि मेरो दिदीले चाहिँ ट्राई गर्नुभएको रहेछ। अनि जुन पनि के अरे ल्याउनु भएको छ त्यो चाहिँ मैले टिकटकमा हाल्छु, दिदीले के ल्याउनु भएको छ भनेर। तर अहिले चाहिँ दिदीले चाहिँ हार्भेस्ट गरेको भिडियो बनाउनु भएको रहेछ। यति ठुलो फर्सीहरू हेर्नु न। अनि कस्तो राम्रो लाग्ने कि है, यस्तो अर्ग्यानिक चिजहरू देख्दाखेरि चाहिँ एकदमै मनदेखि नै कस्तो खुसी लाग्ने। अनि हाम्रो अर्ग्यानिक खानाहरू त अनि हामीले खाँदै आइरहेको, अनि हेल्थको लागि पनि एकदमै राम्रो हो नि त होइन र। अनि हेर्नु न, खुर्सानीहरू त कस्तो, मलाई चाहिँ के लाग्छ भने होइन, अरूलाई चाहिँ के लाग्छ, मलाई चाहिँ खुर्सानी देख्दाखेरि एकदमै राम्रो लाग्छ क्या। यो त अब ग्रिन चिल्ली, यो त के अरे आफ्नै बारीमा फलेको त हेल्दी पनि हुन्छ नि त, पिरो भए पनि केही फरक परेन होइन, पेट दुख्दैन नि यसले त। अनि यता चाहिँ हाम्रो इस्कुसहरू कति मजाले फलिरहेको रहेछ, हेर्नु न, कति मजा लाग्छ कि मलाई चाहिँ हेर्दाखेरि चाहिँ है इस्कुसहरू। अनि के भन्छ, गाउँतिर त कति धेरै के हुन्छ नि है, त्यो के भन्छ खानेकुराहरू, भेजिटेबल्सहरू एकदमै राम्रो लाग्छ क्या। हाम्रो यता चाहिँ अदुवाहरू पनि छ है, अदुवा रे के अरे बेसारहरू पनि छ क्या। अनि भेन्टा, बेसार सबै छ। अर्ग्यानिक के अरे गाउँमा बसेपछि अर्ग्यानिक खानेकुराहरू खान पाएपछि कति रमाइलो लाग्छ मलाई चाहिँ। अनि म पनि छिट्टै नै जान्छु दिदीको घरमा। अनि अस्तितिर चाहिँ काँक्रोहरू कति धेरै फलिरहेको थियो होइन। अब त्यतिखेर त उयो स्कुल लागिरहेको थियो, छुट्टी पनि थिएन। अनि त्यही भएर दिदी पनि आउनु भएन, अनि म पनि जान पाएन। म के अरे जान पाएको भए चाहिँ मलाई चाहिँ काँक्रो चाहिँ एकदमै मनपर्छ, काँक्रो लभर हो म चाहिँ। अनि हेर्नु न, यहाँबाट कति राम्रो भ्यू पनि देखिन्छ क्या, पुरै गाउँ होइन। यो गाउँ चाहिँ फस्टकोट गाउँ हो। यो चाहिँ नोर्याङको हजुरआमा र नोर्याङ, अनि त्यसपछि नोर्याङको बाबा उहाँ चाहिँ मेरो भिनाजु। अनि उहाँहरू चाहिँ एकदमै के अरे रमाइलो गर्दै योहरू टिप्दै हुनुहुन्छ। अनि यो चाहिँ हलुवा बेद हो। यो उहाँ चाहिँ आस्याङ र भिनाजु मिलेर चाहिँ हलुवा बेद टिप्दै हुनुहुन्छ। यो चाहिँ यति धेरै मिठो थियो होइन, यति धेरै मिठो थियो, दिदीले ल्याउनु भएको थियो नि त। अनि यहीँ ल्याउनको लागि नै उयो हार्भेस्ट गरिरहेको थियो। सो एकदमै मिठो थियो, एकदमै मतलब स्टिल छ हामीसँग चाहिँ होइन। अनि यो चाहिँ मेरो दिदीले खाँदैछ होइन, टेस्ट गर्दै होला नि त। अनि त्यसपछि उसको रियाक्सन हेर्नु न, कस्तो मिठो छ होइन। त्यस्तो मिठो गर्दा पनि रियाक्सन यस्तै हुन्छ कि, के तालको मान्छे हो है। अनि राम्रो रियाक्सन दिनुपर्छ नि, दामी यम्मी खालको।
कस्तो मिठो छ क्या साँच्ची भनेको, कस्तो गुलियो पनि छ, त्यो नेचुरल स्विट होइन, कस्तो मिठो छ क्या। तपाईँले नि खानुभएको होला। अनि यो चाहिँ मेरो भिनाजुले खाँदै हुनुहुन्छ अब चाहिँ है, भिनाजुले चाहिँ देखाउँदै हुनुहुन्छ कि यसरी खाने हो नि त भनेर सिकाउँदै होला नि त होइन। अब यता पनि टिप्दै हुनुहुन्छ, अनि साथसाथै यो के अरे चुचे करेला के भन्छ होइन, त्यो पनि टिप्दै हुनुहुन्छ भिनाजुले चाहिँ। चुचे करेला पनि ल्याउनु भएको थियो, मलाई चाहिँ त्यसको तरकारी एकदमै मिठो लाग्छ, अनि ल्याउनु भएको थियो, पकाएर हामीले खाइ पनि सक्यौँ हिजो। आज चाहिँ म भोइस ओभर गर्दैछु। अनि यसरी नै हाम्रो टन्नै फलिरहेको छ होइन। यति हेर्नु न हलुवा